यो खुट्टा यसरी छ नि, यो खुट्टाले उपचार गरौँ भनेर बसेको। यदि चढ्दैन अब यो हात अनि यति हुन्छ। पैसा नभएपछि त्यही हो। सानो जग्गा थियो, 45,000 बेच्यो, 45,000मा बेचेर अनि दबाई त्यसले पुगेन। आज पैसा थपेर के गर्दा मात्रै काट्यो। नमस्ते दर्शकबिन, आज फेरि हामी छौँ हेटौडाको बुद्ध चोकमा। अनि यहाँ हामी आउँदै गर्ने बेलामा चाहिँ एकजना दाई खुट्टा नभएर यसो बसिरहनु भएको रहेछ। अनि दाईलाई चाहिँ हाम्रो कपी क्याटको तर्फबाट हामी सानो सहयोग गर्न चाहन्छौँ र हामी यतिकै दिने भन्दा पनि बरु दाईसँग यसो गेम खेलाएर अनि दाईले पनि केही जितेको जस्तो फिल होस् न भनेर चाहिँ हामी गेम खेलाएर उहाँलाई चाहिँ सानो सहयोग गर्न चाहन्छौँ। दाई यहाँ हुनुहुन्छ, आउन हामी चाहन्छौँ। दाई नमस्ते। नमस्ते दाई। नमस्ते। दाईको नाम के होला भन्नु? भीमबहादुर मोक्तान। हजुर, भीमबहादुर मोक्तान। ओके, भीमबहादुर मोक्तान दाई हुनुहुन्छ। दाईको ठेगाना कता? मेरो ठेगाना बत्ती पारे ठाडाकोला, बस्तीपुर। अनि दाई आज हामी चाहिँ एउटा सानो गेम खेलाउँदैछौँ। गेममा चाहिँ हामी तपाईँलाई प्रश्नहरू सोध्छौँ होइन। तपाईँले यो प्रश्नको सही उत्तर दिनुभयो भने हामी तपाईँलाई सानो पुरस्कार प्राइज दिन्छौँ। ल, हुन्छ। हामी अहिले जुन ठाउँमा बस्दैछौँ यो सहरको नाम के हो दाई? यो सहरको हेटौडा। हेटौडा, एकदम सही जवाफ। हामी अहिले हेटौडामा छौँ, बुद्ध चोकमा छौँ। दाइले पहिलो एन्सर एकदमै राम्रो दिनुभएको छ, दाइले पुरस्कार पाइसक्नु भएको छ। अब दोस्रो प्रश्न फेरि दाइलाई सोध्न चाहन्छु। ल, दोस्रो प्रश्न। ल, हाम्रो यो हेटौडा कुन जिल्लामा पर्छ थाहा छ? हेटौडा मकवानपुर। मकवानपुर, एकदम सही जवाफ। हाम्रो दाइले दोस्रो क्वेसन पनि सही मिलाउनु भइसकेको छ। अब अन्तिम फाइनल क्वेसन हामी सोध्न चाहन्छौँ। यो पनि मिलाउनु भएपछि दाइले चाहिँ पुरस्कार पाउनुहुन्छ। हाम्रो फाइनल क्वेसन छ। अनि हाम्रो यो देशको नाम चाहिँ के हो दाइ? हाम्रो देशको नाम थाहा छ? देशको नाम चाहिँ यो देशको नाम नेपाल। नेपाल, एकदम सही जवाफ। ओके, दाइले एकदमै तिनैवटा प्रश्न राम्ररी मिलाउनु भएको छ र हाम्रो दाइले पुरस्कार जित्नु भइसकेको छ। दाइलाई हाम्रो तर्फबाट पुरस्कार। धेरै धेरै बधाई छ दाइलाई। दाइले तिनैवटा प्रश्न मिलाउनु भएको छ, त्यस भएर हाम्रो दाइलाई चाहिँ हामीले पुरस्कार दिएका छौँ। दाइसँग छोटो कुराकानी गर्न चाहन्छु। दाइ, अनि यहाँ बस्नुभएको तपाईँ कति हुनुभयो? यहाँ बसेर म 3-4 वर्ष भयो। अनि फेरि बिराम भयो। बिराम भएर फेरि अहिले आएको चाहिँ 8-9 दिन भयो। यो खुट्टा यसरी छ नि, यो खुट्टाले उपचार गरौँ भनेर बसेको। यो अर्को खुट्टा पनि? यो खुट्टा यति। अनि यहाँ हेटौडामा ऊ गर्दाखेरि अनि जजाउनु आउँदाखेरि के भन्यो भने डाक्टरले यहाँ सक्दैन भन्यो हेटौडामा है। त्यहाँबाट नाराघाटमा त्यो जाउँ भने बरफपुर जाउँ भने बरफपुर जानलाई फेरि पैसा नभएपछि त्यही हो। अहिले अर्को खुट्टाको जचाउनलाई। अनि यो यताको अर्को खुट्टा चाहिँ के भएको? यो पनि यस्तै घवाएर। घवाएर हो? कति वर्ष अगाडि भएको यो 66 सालमा। 66 सालमा? खास के भएको? के डक्टरहरूले केही भनेको? यो खै के हो रोग भन्छ, त्यो के रोग भन्थ्यो बुढीले थाहा छ, मलाई थाहा छैन कि रोग नम्बर। कुनै एक्सिडेन्ट भएर त्यस्तो भएर होइन? म यत्तिकै घाउ आयो, त्यो यति घाउ आयो अनि एकदम बोल्ने त्यो हुँदै अनि भयो। अनि पछि यहाँ काटेको जाँदाखेरि यहाँ काठमाडौँ जहाँसुकै देखायो, भएन। अनि यहाँबाट यहाँ उस गर्छु भनेर आउँदो रहे, ड्रेसिङ गर्छु भनेर आउँथ्यो। काठमाडौँ त तिम्रो खुट्टा बिग्रेछ क्यो भन्यो मलाई त। अनि त्यहाँबाट त काट्नुलाई अब पैसा छैन आफूसँग। अनि पैसा नभएपछि अनि सानो जग्गा थियो, 45,000 बेच्यो, 45,000मा बेचेर अनि दबाई त्यसले पुगेन। आज पैसा थपेर के गर्दा मात्रै काट्यो। अनि त्यस्तै अहिले अर्को खुट्टा पनि सेम अहिले जुन प्रब्लम भएको छ त्यस्तै हो? यो पनि त्यस्तै भइरहेको। यो कहिले पोल्ने कहिले एकदम दुख्ने हुन्छ। अरूलाई भनेको थिएन ऊ सहयोग गर्ने पनि। मैले वडम्बन पनि भन्यो, वडम्बने
भनेको त्यतिकै भयो। त्यहाँबाट अनि यहाँ यो खुट्टालाई एकदम पोल्ने, कहिले दुख्ने कहिले पोल्ने गर्छ। र दाईको शीघ्र लागोस् हामी कामना गर्छौँ, छिट्टै निको भएको होस् दाईलाई। दाई धेरै धेरै धन्यवाद। के नाम हजुर? मेरो जोन घलान। ए जुन गाना ल अनि दाई तपाईँको यो हात पनि चल्दैन हो? हात पनि चल्दैन चल्दैन हो? चल्दैन नि। कति हातमा पहिलेदेखि यो पहिला खुट्टा काटेर हो? यो काटेर 10 वर्षपछि 10 वर्ष हजुर। के भएर यो चाहिँ दाई? यो पेजर भन्यो काठमाडौँमा भएको हो। काठमाडौँ प्रेसरले हानेको? पेजरले हाने। एक साइड चल्दैन हो? यति चढ्दैन अब यो हात अनि यति हुन्छ।